त्यसैले म पैसा हुँ म ओखलढुङ्गामा सिडिओलाई उ गर्छु तपाईँले म आउँदैछु भने निस्किनु पर्छ तपाईँ कर्मचारी हो म रिटायर्ड विशिष्ट श्रेणी कर्मचारी हो म मान्य नभए पनि तपाईँले रेस्पेक्टको लागि भोलि तपाईँ रिटायर हुनुहुन्न तपाईँले त्यसै गर्ने एउटा जिल्लाको एउटा मान्ने आउँदाखेरि भित्र हेडमास्टर चुप्पो लागेर बस्ने तपाईँले जे गर्दा पनि त्यस्तो कुरा नगर्नुहोस् म जान्दछु म 29 वर्ष काम गरेर मान्छे हुँ यो नेपाल सरकारको मसँग काम गर्नेहरू त अहिले भर्खर सचिव हुँदैछन् म विशेष हेर्ने हुँदा सहसचिव थिएँ तिनीहरू त त्यस्तो तपाईँ विचारले आबद्ध हुनुहुन्छ तपाईँ निष्पक्ष हुनुहुन्छ है हाम्रो पार्टी निष्पक्ष मान्छे खोज्छ तपाईँहरूको विद्यालयमा हरेक विद्यालयमा कहाँ के छ हामी पनि खोज्दैछौँ हेर्दैछौँ हिँड्दैछौँ कहाँ राम्रो गर्नुपर्ने कहाँ नराम्रो गर्दैछौँ तपाईँले म पुलिस फोर्सको 20 श्रेणीको मान्छे हुँ आइजी भएर झन्डै झन्डै चला मान्छे हुँ अन्याय परेर राजनीतिमा मान्छे हुँ मलाई थाहा छ देश कसरी चलाएको छ मान्छेले कसरी विचार बोक्छन् तर तपाईँले म त्यहाँ गेटमा गएर बस्दाखेरि मान्ने बाहिर बसिरहेछ अनि तपाईँले निस्किने ननिस्किने जानकारी भएन म यो चिठीको लागि त्यस्तो कुरा तपाईँहरू मान्ने आएर रिसिभ गर्न आउनुपर्छ यो जिल्लाको अहिलेको 1 नम्बर मान्ने हो पार्टी जुन सिक्यो विचारले चल्ने हो यस्तो कुरा गर्नुहुन्छ तपाईँले सिकाउन खोज्नुहुन्छ मान्नेलाई अपमान गर्ने म जनताको मतबाट जिते मान्छे हुँ म कसैको उसले हो तपाईँले मत हाल्नुहोस् नहाल्नुहोस् मलाई सरकार छैन तर जनताको मतले जिताउँ म र तपाईँको 5 वर्ष तपाईँको प्रतिनिधि हुँ तपाईँले गरेको हर काम गरी लेखा नीति खोजी गर्न सक्छु म त्यसो गर्नु हुँदैन तपाईँले रेस्पेक्ट सिक्नुहोस् है तपाईँहरूले विद्यालयको टिचरले सिक्नुहोस् म हिजो पार्टीमा भोट माग्न आउँदाखेरि म भित्र पस्न छिर्न चाहन्न थिएँ किन पार्टीको मात्रै थिएँ म हिजो म पार्टीको तर अहिले त म मान्ने हुँ तपाईँहरू जस्तो हेडमास्टर त मैले कति देशभरि चलाएको हुँ के कुरा गर्नुभएको कस्तो मान्छेहरू मेरो कमान्डमा बसेर काम गर्ने मान्छे हो तपाईँ म भित्र छिरेर जाँदाखेरि भित्र हेडमास्टर छ भने बाहिर फर्केर हिँड्नु पनि कुर्सीमा बसेन को त्यो कर्मचारी हो कि कुनको दर्जाको त्यो कुर्सी राखेर मैले सोधिसोधेर हेडमास्टर कहाँ हो भनेर भित्र हुनुहुन्छ त्यहाँ ढोका छैन हेडमास्टर मान्ने आउँदाखेरि त्यस्ता कुरा गर्नुहुन्छ सिकाउनुहुन्छ तपाईँसँग कुरै गर्दैन तपाईँको रेस्पेक्ट पनि चाहिएन मलाई कुरै पनि गर्दैन म तपाईँको विद्यालय तपाईँ आफै चलाउनुहोस्